गाइज वेलकम टु माई न्यू भिडियो। आई हो सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै रहेको छु। आजको भ्लग चाहिरहेको छ कोठाबाट सबैहरू ड्युटी जानु भएको छ। आज कोठामा म मात्रै एक्लै रहेको छु गाइजहरू। त्यही भएर अब खाना पकाएर खानुपर्ने हुन्छ। आज चाहिँ मैले विशेष भन्दाखेरि चाहिँ चाउचाउ र अन्डा पकाएर खाने विचार छ साथीहरू मेरो चाहिँ होइन। म चाहिँ अब रेडी भइसकेँ। अब म जानेछु मार्केटमा सामान ल्याउनलाई। सामान लिएर आउनेछु साथीहरू। त्यसपछि हजुरहरूलाई पकाएको भिडियो पनि हजुरहरूले म देखाउन सक्छु गाइजहरू। यस्तै छ है मेरो कोठा चाहिँ, यस्तै फोहोर छ है। उताहरू कपडाहरू यताउता फालेर हिँड्छु क्या गाइजहरू। म फेरि कपडाहरू एक ठाउँमै राख्नै झ्याउलाउँछ क्या। त्यही भएर लगाएर धुने जाँगरी पनि लाउँदिनँ हो। मलाई त साथीहरू कपडा धुनु नै लाग्दिनँ। गाह्रो छ हो, गाह्रो छ। यस्तो फोहोर भएको छ नि मेरो उता सफा गर्ने मन पनि लाग्दैन हो गाइजहरू। होइन त यस्तो छ कोठाको हालत बिजोग छ गाइजहरू। होइन त यस्तो छ कि कोठाहरू के भन्नु र। गाह्रो छ, लास्टै गाह्रो छ। अब म जानेवाला छु मार्केट जानेवाला छु गाइजहरू। सबैले माया गरिदिनु होला भन्ने म चाहन्छु। हात काट्यो बिले तले, ओठ काट्यो खैनीले, बैसा जोबन जाला फेरि सम्झनु बहिनीले। गाइजहरू अब चाहिँ म मार्केट निस्किसकेँ। मोबाइलमा चार्जर लाग्यो कि लागेन गाइजहरू। चार्जर लागेको रहेछ। अब म चाहिँ मार्केटमा जान्छु गाइजहरू। मेरो कोठाको हालत चाहिँ यस्तै रहेको छ गाइजहरू। अब चाहिँ म गइसकेँ मार्केट फाइनली गाइजहरू। मार्केट हिँडिसकेको छु म चाहिँ। भनेपछि सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु गाइजहरू। म चाहिँ अब हिँडिसकेको छु। म चाहिँ अब मार्केटमा गएर सामान लिएर आउनेछु गाइज। त्यसपछि भेटौँला गाइजहरू।